पहिला हिमाल उनको थियो, अहिले उनी हिमालको बने। विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्सदाई पाकिस्तानको ब्रडपिक हिमपहिरोमा परि अस्ताएका छन्। उनी आफै संस्थापक रहेको संस्था इलाइट एक्सपेक्टेडले उनको निधन भएको पुष्टिसहित विज्ञप्ति जारी गरेको छ। पूर्जासहित 6 नेपाली र 4 विदेशी गरी 10 जना उक्त हिमपहिरोमा बेपत्ता भएका थिए। पाकिस्तानको कराकोरम हिम श्रृङ्खलामा अवस्थित 8047 मिटर अग्लो बर्ड पिकमा गत बिहिबार साउन 14 गते मध्याह्नतिर हिमपहिरो गएको थियो। विश्वका 12औं अग्लो हिमाल बर्ड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ। बर्ड पिकमा जानुअघि पूर्जाले आफ्नो सामाजिक सञ्जाल मार्फत एक लामो सन्देश जारी गरेका थिए। सन्देश मार्फत उनले प्रार्थना गर्दै भनेका थिए, बर्ड पिक, म तिमीसँग केवल एउटा कुरा माग्छु, मलाई सुरक्षित रूपमा माथि पुग्न र सुरक्षित रूपमा तल फर्किन देऊ। उनले सोही सन्देशमा आफू कुनै पनि हिमाललाई हल्का रूपमा नलिने बताएका थिए। बेस क्याम्पबाट पहिलो पाइला चाल्ने बित्तिकै मेरो सम्पूर्ण समर्पण त्यही अभियानमा हुन्छ। सधैँ त्यस्तै थियो, सधैँ त्यस्तै रहनेछ, पूर्जाले लेखेका थिए। पूर्जाले सन् 2019 मा विश्वका 8000 हिमालभन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। 8000 मिटर माथिका हिमाल आरोहणको रेकर्ड हेर्दा यसपटक बर्ड पिक चढेका भए चोयु बाहेक 8000 मिटर माथिको 14 वटै हिमाल बिना अक्सिजन 2 पटक आरोहण गर्ने विश्व कीर्तिमान उनको नाममा दर्ज हुने थियो। उनले 14 वटै हिमाल चढ्ने बेलाको सङ्घर्ष पनि बर्ड पिक जानु अघिको स्टाटसमा लेखेका थिए। अघिल्लो साता मात्रै उनले पाकिस्तानको गसेर ब्रह्म 2 आरोहण गरी 57औं आरोहण पूरा गरेका थिए। यसपटक बर्ड पिक आरोहणको योजनामा भने उनी नरहेको पनि स्टाटसमा उल्लेख गरेका थिए। म्याग्दीमा जन्मिएका निर्मल पूर्जा निम्सदाई बेलायती सेनामा काम गर्थे। जबसम्म उनी गोर्खा सैनिकमा सक्रिय थिए तबसम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित बनिसकेको थिएन। यद्यपि उनी गोर्खा सैनिकमै हुँदा आरोहण यात्रा भने थालिसकेका थिए। उनको आधिकारिक वेबसाइट nimsdai.com का अनुसार उनले कुल 16 वर्ष सेनामा बिताए। त्यसमध्ये उनले 6 वर्ष गोर्खा र 10 वर्ष युके स्पेशल फोर्स SBS मा बिताए। म्याग्दीमा जन्मिए पनि उनको बाल्यकाल चितवनमा बित्यो। त्यसले पनि उनी प्रारम्भिक जीवनमा हिमालसँग जोडिएनन्। पढाइमा अब्बल निम्सदाईको बाल्यकालको सोख हिमाल चढ्ने पनि थिएन। उनको अर्कै लक्ष्य थियो, आफ्ना बुबा र दाइहरू झैँ बेलायती सेनामा गोर्खा भर्ती हुनु। सोही क्रममा उनले 2003 मा आफ्नो पहिलो सपना पूरा गरेका थिए। आफ्नो सपना पूरा गर्न जुनसुकै कदम उठाउन पछि नपर्ने निम्सदाई 2009 मा गोर्खा सैनिकबाट स्पेशल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोर्खा सैनिक बने। यस युनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुने गर्छन्। यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ। उनले 2012 देखि हिमाल आरोहण यात्रा थालेका हुन्। स्पेशल फोर्सको ड्युटीबाट छुट्टीमा आएको मौकामा उनले सगरमाथाका आधार शिविरको यात्रा तय गरे। यो यात्राले उनलाई हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा हत्तै बढायो। सोही यात्राबाट काठमाडौँ फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे। सोही क्रममा उनी गाइडसँगै 6119 मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गए र सफल भए। त्यो उनको हिमचुच्रातर्फको पहिलो पाइला थियो। सोही आरोहण पछि भने उनी सैन्य सेवामै फर्किए। SBS मा उनी अधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषय विज्ञको भूमिकामा पुगे। nimsdai.com का अनुसार त्यही बेला उनले जुनसुकै कठिन अवस्थामा पनि शीघ्र मूल्याङ्कन गर्ने र अरूको सुरक्षा सुनिश्चित गर्ने क्षमता विकास गरे। यो सिप अन्ततः उनलाई कठिन आरोहण यात्रा सहजै पार लगाउन सहयोगी समेत साबित भयो। उनी सैन्य सेवामा छुट्टी पाउने बित्तिकै नेपाल फर्किएर आरोहणलाई निरन्तरता दिन थाले। हिमालमा उनले आरोहण गरी आफ्नो कीर्तिमान बनाउने भन्दा पनि सङ्कटमा परेका आरोहीलाई उद्धार र सहयोगमा केन्द्रित थिए। निम्सदाईमा आँटेको काम पुरा गरिहाल्नुपर्ने दृढ क्षमता थियो, जसले उनलाई हिमालको कठिन यात्रामा समेत यति धेरै सफलता प्राप्त गर्न सहयोग गरेको हो। सन् 2019 मा 6 महिनाभित्र 8000 मिटर अग्ला 14 हिमचुली चुमेर कीर्तिमान बनाउने नेपाल फर्केका निम्सदाई बेलायती सेनाको आकर्षक जागिर छोडेर आएका थिए। निम्सदाईसँग जोडिएको डेभिडले सोही अभियानमा 14 वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान समेत बनाउन सफल भए। सन् 2021 मा माउन्ट K2 निम्सदाई र डेभिड सहित 10 नेपाली आरोही टोलीले विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो, जुन नेपाली आरोहीले व्यक्तिगत प्रतिस्पर्धा भन्दा टिममा कति शक्ति हुन्छ भनेर देखाएको पछिल्लो एक उदाहरण थियो। त्यस यता नै निम्सदाईले सगरमाथामा पटक पटक आरोहण गरी कीर्तिमानको झण्डा गाडिसकेका थिए। उनीसँग 5 दिनमा सगरमाथा, लोच्छे र मकालु आरोहणको कीर्तिमान समेत छ। nimsdai.com का अनुसार तीव्र गतिमा हिमाल चढ्न सक्ने र उचाइमा छिट्टै घुलमिल हुन सक्ने आफ्नो अद्भुत शारीरिक क्षमता पत्ता लगाएका उनी त्यसपछि भने महत्त्वाकांक्षी परियोजनामा धेरैले असम्भव भनेको कीर्तिमान आफ्नो नाममा लेखाउने महत्त्वाकांक्षाकै बीच उनले बेलायती सेनाको जागिर छोडेर हिमालमा होमिएका थिए। निम्सदाईले कीर्तिमान बनाउनु अघि 8000 मिटर माथिका संसारका 14 हिमाल आरोहण गर्न
8 वर्ष लागेको रेकर्ड थियो। सोही कारण उनले सो अभियानको नाम नै प्रोजेक्ट पसिबल राखेका थिए। 7 महिनामा कीर्तिमान राख्न हिँडेका उनले सिसापङ्खा शिखरबाट मिसन पूरा भएको घोषणा गर्दा 6 महिना 6 दिन मात्र भएको थियो। गोर्खा सैनिकको सगरमाथा अभियान सफल बनाउन उनले खेलेको भूमिका र 8000 मिटर भन्दा माथिका अग्ला हिमालमा हासिल गरेको सफलताको कारण उनले बेलायती महारानी एलिजाबेथ द्वितीयबाट MBE सम्मान प्राप्त गरेका थिए। निम्स दाइले सगरमाथामा स्काई डाइभ गरेर साहसिक पर्यटन प्रवर्धन समेत गरेका थिए। निम्स दाइले अघिल्लो साता मात्र 8000 मिटर भन्दा अग्ला हिमाल 57 पटक आरोहण गरी नयाँ कीर्तिमान बनाएका थिए, जसमध्ये बिना अक्सिजन आरोहणको 29 वटा समावेश छन्।